हेलो गाइज, वेलकम टु माई न्यू भिडियो। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। मेरो चाहिँ यो चाहिँ फर्स्ट भिडियो। म चाहिँ यसरी नै भिडियो गराएर टिकटकमा हालेको छु, राख्दैछु पहिलोचोटि भनौँ होइन। मेरो युट्युब च्यानल पनि छ, टिकटकको बायोमा गएर चाहिँ हेर्न सक्नुहुन्छ। मेरो युट्युब आइडी गएर हेर्न सक्नुहुन्छ होइन। यदि मलाई सपोर्ट गर्नुहुन्छ भने मेरो टिकटकमा गएर प्रोफाइलमा गएर त्यही युट्युबमा गएर मेरो आइडी हेर्न सक्नुहुन्छ। युट्युबमा पनि सपोर्ट गर्ने जतिले सब्सक्राइब गरिदिनु होला भन्न म चाहेँ। म चाहिँ त्यसरी नै रिक्वेस्ट गर्दैन, प्लिज पनि भन्दैन। गर्नु मनलाई गरिदिनुहोस्, सब्सक्राइब नगर्नु मनलाई नगरिदिनुहोस्, मलाई केही छैन। बस मेरो भिडियो हेरिदिनु, लाइक हानिदिनु होइन, सेयर गरिदिनु भन्न म चाहन्छु। आजको दिन पनि राम्रो छैन, त्यस्तो दिन काम त लागिरहेको छ। गर्मी दिन बढिसकेको छ। आकाशहरूभरि बाटो छ। पोटासहरू लागिरहेको थियो, चाहिँ खासै लागेको छैन। म चाहिँ यसो शनिबार फेरिको टाइम भनेर म भिडियो बनाउने मात्रै निक्लेको छु। तर धुँदो रहेछ। अब दिनदिनै स्कुल जाँदा पनि अब झोला बोकेर जाने त हो। अब दिनदिनै हिँड्दा पनि यस्तो यो बाटोमा धो भइरहेको छ। पारी चाहिँ यस्तै छ होइन। सो अहिले म चाहिँ सर्टकट बाटो जानु थालेको छु। अब यस्तो गएर साथीलाई नि भेट्नु पर्ने हुन्छ। साथीले बोलाइरहेको थियो, खास काम त खै के थाहा भएन मलाई पनि। साथीले बोलाइरहेको थियो आउनु त यसो भनेर म चाहिँ अब साथी घर जाँदैछु। अब चाहिँ साथी घर गएर भेट्नुपर्छ। म चाहिँ किस्ने साथीको घर छ। म चाहिँ किस्नेको कोठामा जाँदैछु, मेरो साथीको कोठामा। लास्ट हावा चलेको छ यहाँ त। हामी चाहिँ बल्खेन निस्किसकेका छौँ। यसो कुरा गर्दा यता छन् दुईजना केटाहरू, मसँग तिनजना। अब उतै घरमा गइन्छ, बालदाइलाई के भन्छन् गइन्छ। मलाई केही थाहा पनि थिएन होइन यस्तो बल्खेन भनेर। म यस्तो चप्पल लाएर आएको छु, चाहिँ पुरा तयारी परेर आएको छ। थाहा भएको भए म पनि तयारी परेर आउँथ्यो होला। यो हेर्दा चाहिँ यस्तो बादल भइसकेको छ, पानी आउला जस्तो जताततै। हामी चाहिँ यो घरदेखि निस्किसकेका छौँ। यहाँको दाइ चाहिँ नजाने अरे, पानी पर्न थालेको छ। त्यही भएर पानी पनि सिधा परिरहेको छ, यस्तो परिरहेको छ। यस्तो बादल कालो भइसकेको छ। सो म चाहिँ अब गिरानतिर जान थालेको छु सिधै। केटा चाहिँ गइसकेको छ, उहाँ अघि पुगिसकेको छ। अब पानी नपरे खेल्ने हो, पानी परे त अब कसले के भन्न सक्छ र। अब बतास चाहिँ चलिरहेको छ, चिसो।